Hello guys, welcome to A Square Vlog. अनि आज हामी किताब यता ससुराली जानुको लागि अब रेडी हुँदैछौँ यताउता अब यहाँ सामान यताउता रेडी हुँदैछ है गाडी पनि धुलै रहेछ हाम्रो त है गाडी पनि धुलै छ उता डिकीमा हालिराख्नु अहिले है सामानहरू अर्को ब्यागमा हुन्छ ब्यागको छ है त्यो चाहिँ के हो फेरि त्यो मन्दिरको टोपीहरू हाल्थ्यो यो अगाडि राख्नुपर्छ ल ल जाँदैछौँ हामी चाहिँ अब कस्तो ठाउँमा ओभरटेक गर्छौँ एक्साइटेड छु अब कति दिन बाद जाँदैछ हामी है आज ससुराली आइम रियली एक्साइटेड अब यता चाहिँ एसएमआइटी म पढेको कलेज है धेरै मेमोरिजहरू छ यहाँ केटाहरूसँग साथीभाइहरूसँग है धेरै मेमोरिज छ एसएमआइटी यहाँ चाहिँ हाम्रो एकजना है भाइ इन्ट्रेस्टिङ क्यारेक्टर भेट्यो फाइनली हामी अब यता यहाँ भोटे भिडमा आइपुग्यो यहाँको चाहिँ अब बफ मोमो इट्स लाइक भेरी टेस्टी है यहाँको चाहिँ अनि पुरा फेमस पनि छ अनि अब हामी यहाँ चाहिँ हल्का मोमो खानुको लागि रोकेको छ हामी अब यता भोटे भिडबाट चाहिँ मोमो खाएर चाहिँ अब फेरि किताबतर्फ गइरहेको छ है कस्तो मजा आयो मोमो खानु जाउँ खै गाडी कहाँ राख्यो मोमो स्याटिस आज चाहिँ अलिक तर मोमोको साइज पनि ठुल्ठुलो थियो है ड्याम्मै भयो आज चाहिँ खानु सकेन हो अन्त ओके गाइज मल्ली पुग्नु आँट्यो गाइज अब हामी मल्ली पनि पुग्नु लाग्यो है अनि अब मल्लीबाट चाहिँ हाम्रो मन्दिरलाई सालीज्यूलाई लिएर जानुपर्ने छ अनि अब हल्का चस्मा लगाइदिनु हल्का स्टाइल पनि देखाइदियो ए मन्दिर त यता रहेछ मन्दिरले पर्खिरहेको रहेछ हामीलाई पुरा पर्खिनु पर्यो है मन्दिर पुरा पर्खिनु पर्यो होला हुन्छ भाग्यमानी हुनु पुरा पर्खिनु पर्यो है फाइनली भेट्यो मन्दिरलाई पनि अब मन्दिर पुरा लजाइलो अब हामी चाहिँ मल्ली क्रस गरेर किताम पुग्नु लाग्यो अब किताम पुग्नु लागेको छ हामी है अब अनि अब हामी पिफल आइपुग्यो अब यहाँ तताहरूको घरको त्यहाँनिर है अनि अब स्नेहाले चाहिँ अब हामी सरप्राइज दिनु आँटेको छ अनि स्नेहा चाहिँ अब हामीले भेटेको स्नेहालाई चाहिँ अब 6 महिना बाद अब स्नेहा चाहिँ उता ट्रेनिङ गर्नु गएको थियो है मुम्बई अनि होटल म्यानेजमेन्टको अन्त 6 मन्थ्स बाद चाहिँ आउँदैछ आज चाहिँ हामी हल्का सरप्राइज दिनु गएको अनि तता अनि भेनाको अब यता छोरी स्नेहा अनि अब लेट्स गो फाइनली आइपुग्यो यता हाम्रो तता अनि दादाको होमस्टे अनि घरमा पिफल यता कितामको बाटोमा पिफल हामीलाई उता सरप्राइज दिनु आँटेको है स्विमिङ पुलमा छैन रहेछ पानी अहिले है ए फाइनली भेट्यो स्नेहालाई आज आफ्टर लङ टाइम ठिकै छ खोइ उयो तताको
त्यो के अरे स्विमिङ पुलहरूमा पनि है अब यस्तो के मैले भने अब ब्यान्ड टाइपको गरेँ होइन अब एटलिस्ट पस्दाखेरि चाहिँ 100 रुपिस गर्यो अब जुन चाहिँ बेलुका अब गेस्टहरू आएको हुन्छ नि बस्ने उनीहरूलाई चाहिँ बेलुका अब स्विमिङ फ्री गरिदियो होइन ओके गाइज अन्टिल नेक्स्ट टाइम